हेलो हेलो नमस्ते सेवा सबैजनालाई। आज म चाहिँ मेरो गाउँको भिडियो पठाइमागेको थिएँ मेरो भाइलाई, अनि मैले मेरो गाउँको भिडियोहरू लगाएको छु, हेर्नु होला। मैले भिडियोहरू गाउँबाट पठाइमागेको थिएँ, अनि हामीले धान रोप्दै गरेको हो। धान रोप्नुलाई मेरो अङ्कलले गोरु जोत्दै हुनुहुँदो रहेछ, अनि यो माथितिर चाहिँ रोपिसकेको हो। अघिल्लो दिन रोपेको होला, यो उँधो भोलि रोप्ने। भर्खर भन्दा पनि यो भिडियो पठाएको 1 हप्ता भइसक्यो है। यो चाहिँ हाम्रो धान रोप्ने पर्म खेतालाहरू हो। अनि सबैजनालाई धेरै धेरै सम्झना माया गाउँको मान्छेहरूलाई। अब टाढा भयो भने यसरी भिडियो हेर्नु पाउँदा, अब पहिला पहिला हामीले कति धेरै रोपिन्थ्यो नि त धानहरू, अनि याद आउने रहेछ। अब विदेशको ठाउँ भएपछि गाउँको चाहिँ धेरै याद हुने कि, त्यही भएर मैले भाइलाई भिडियो पठाइमागेको थिएँ। भाइले भिडियो बनाएर पठाउनु भएको रहेछ। भाइलाई धेरै धन्यवाद। अनि यो चाहिँ हाम्रो धान रोपाइ हुँदैछ, अनि यता सबै मेरो गाउँघरतिरको भिडियोहरू छ। यो चाहिँ घरतिरको हो, यो खोर्सानी होला सायद। यो चाहिँ हाम्रो घरमा फलेको खोर्सानी रहेछ। अहिले यहाँ हेर्दै कस्तो खाउँ खाउँ लाग्दो के खोर्सानी पनि। सिस्नु हो यो चाहिँ साथीहरू, यो हाम्रो धान रोपाइ नै हो। भिडियो चाहिँ एडिट गर्नु नजानेर कता कता के भयो अगाडि पछाडि। यो हाम्रो धान रोपाइ हो। अनि यो चाहिँ तपाईँहरूलाई कतिलाई थाहा छ, यो सिल्टिम्बुर जस्तै हाम्रो गाउँघरतिर चाहिँ लोकल विकासे सिल्टिमुर भन्छ। यसलाई चाहिँ टिमुरको विकासे टिमुर भन्छ है। अनि हाम्रो घर यो हाम्रो कोला, हाम्रो त्यसै कोला भन्छ है। केरा हो खानु चाहिँ बनाना फलेको रहेछ। यो पनि पठाइदिनु भएको थियो भाइले। अनि त्यहाँबाट यति धेरै गाउँघरहरू हेर्दा जस्तो रमाइलो छ क्या। बर्खाको बेला अनि यस्तो पानी घाम त भइरहन्छ नि त गाउँघरमा। घाम लागेको रहेछ आज चाहिँ, अनि भिडियो बनाएर भाइले पठाइदिनु भएकै छ। त्यो हेर्नु होला। गाउँघरमा मकै पाक्यो, हरियाली भएको छ। यस्तो बेला पानी पऱ्यो भने चाहिँ कस्तो ज्या हुन्छ क्या, बर्खा चाहिँ काम गर्नु। यो चाहिँ हाम्रो घर हो साथीहरू। गाउँघर भनेको यस्तै हो। अनि यो चाहिँ हाम्रो अलैँची हो। अलैँची पनि अब बुढो भएछ के अरे। पहिला धेरै थियो, अहिले अलि मरेर थोरै थोरै छरे तलसम्म छ हाम्रो अलैँची चाहिँ। यो चाहिँ हाम्रो भाइले के हो, चराको बच्चा भेटेको रहेछ कहाँ हो, त्यसको पनि भिडियो बनाएर पठाएको। अनि यो चाहिँ के गरेको भन्नुहुन्छ भने, यो चाहिँ माउरी काटेको है। माउरीलाई कतिलाई थाहा छ, माउरी कतिलाई त थाहा छ होला यो माउरी कसरी काट्छ भनेर। हाम्रो चाहिँ यसरी काट्छ है घरमा माउरी चाहिँ। अनि यो काट्दा एकदमै चिल्छ होला, गाह्रो हुन्छ। यसको पनि भिडियो बनाएर पठाउनु भएको रहेछ हाम्रो घरको माउरी। यो चाहिँ अर्ग्यानिक खाजा, आलु काँक्रा यहाँ देखाउँ खाउँला। हरियो खोर्सानी वाउ, गाउँघरको चाहिँ यही मिठो हुन्छ। गाउँघर बस्नुको फाइदा यही छ, अर्ग्यानिक खानु पाइन्छ। अनि हेर्दै खाउँ खाउँ लागिरहेछ। यो चाहिँ हाम्रो घर हो। बर्खा अब सफा त छैन, त्यही पनि भाइले अलिअलि गर्नु फुलहरू रोप्नु भएको रहेछ। पहिला हामी त कति घरमा फुलहरू रोपिन्थ्यो नि त। अहिले चाहिँ अब घरमा छोरी मान्छे नभएपछि यस्तै साथीहरू नै। यो चाहिँ बिचरा भाइले पठाएको भिडियोहरू हो। यो हाम्रो लिची हो के अरे है। पहिला पहिला त अब कति धेरै हुन्थ्यो नि त लिची सुन्तलाहरू। अहिले चाहिँ घाम लागेको रहेछ। यो अलिक पछि पठाएको भिडियो हो।
लिचीहरू त फलिसक्यो अब सुन्तलाहरू फल्ने टाइम हाम्रोतिर चाहिँ मकैहरू पाकिसक्यो है यो चाहिँ अलि अगाडिकै भिडियो